हेलो साथीहो, हजुरलाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। 2082 सालको हाम्रो लोमे खलकको कुल पूजा भनेर मतलब गरिने भनेर चाहिँ आजको दिनमा डिसाइडेड भएको थियो। सो त्यही भएर डिसाइडेड भएर नै हामी यता मन्दिरतिर पूजा गर्न आएको। अनि त्यतिखेरसम्म चाहिँ बाख्राहरू कुखुराहरू सबै काटेर तयार भइसकेको थियो नि त। अब मैले चाहिँ त्यस्तो काटेको हेर्न सक्दैन क्या। सो त्यही भएर मैले चाहिँ भिडियो नबनाऊँ, अनि भिडियो पनि बनाउन पाएन, त्यति लङ पनि नबनाऊँ। अब कति काम हुन्छ नि त, अब त्यही काम गर्ने भनेर गएको हामी खासमा। सो त्यही भएर चाहिँ लङ भिडियो बनाउनै पाएन, हल्का मिनी ब्लग बनाएर त्यसलाई पोस्ट गरिदिउँ भनेर। अनि त्यति भन्दा उतातिर हामी फेरि कुखुरा बनाउन बोलाएर, अनि हामी दुईजना बहिनी मिलेर एउटा कुखुरालाई बनाउन मतलब भुत्लाउनतिर लाग्यौँ। अब एउटा कुखुरा नि दुईजनाले भुत्लाउन सकेन भने त बिजित हुन्छ साथीहरू। सो त्यही भएर कुखुराको अब नआए पनि हामीले अब फर्स्ट टाइम हो नि त। अब नआए पनि बहिनी र मैले चाहिँ भुत्लाउने कोसिस गऱ्यौँ, गफ हान्दै भुत्लाउने कोसिस गऱ्यौँ नि। यो पनि यस्तो हो न, यस्तो हो न, यो यस्तरी हो, मैले यस्तरी होइन यस्तरी हो भनेको। अब बहिनीलाई पनि नआउने, मलाई पनि नआउने, बिल्ला मात्रै साथीहरू। सो त्यही भएर चाहिँ नआए पनि भुत्लाइदिउँ सोध्दै, अङ्कलहरूलाई सोध्दै, अङ्कल हजुरबुवाहरूको दिमाग चार्दै सोध्दै भुत्लाउँदै गर्दै हामी बहिनी र म चाहिँ गफ हान्दै भुत्लाउँदै गर्दै साथीहरू। अनि हामी चाहिँ आज चाहिँ एकदम नराम्रो सर्प देखेको थियौँ कि त्यो के सफा गर्दाखेरि। अनि त्यसो चाहिँ हामीले एकदम नराम्रो मानिन्छ नि त। सो त्यही भएर पूजा पनि छिच्चिरो गरौँ भनेर अनि छिच्चिरो बाख्रा साख्रा सबै काटेर तयार भइसकेको थियो। त्यसलाई भुत्लाएर पकाउन मात्रै बाँकी थियो। सो त्यही भएर भुत्लाउँदै थियौँ। अनि भुत्लाउँदाखेरि अङ्कलले भुत्लाएर भ्याए तिमीहरूले भनेर सोध्नुभयो। अब हामी त भुत्लाउँदै थियौँ। भ्याएन अङ्कल भुत्लाउँदै हौँ भने अब के गर्नु त है। अब एउटा कुरा दुईजनाले मिलेर जसरी भुत्लाउनै पर्यो न त भने घोर बिजेत हुन्छ, घोर बिजेत हुन्छ बहिनी। सो दुईजना मिलेर जसरी भुत्लाउनु पर्छ भनेर भुत्लाएर त्यसपछि म चाहिँ टाउको पोल्नेतर्फ लागेँ। टाउको पोल्नेतर्फ लाग्दाखेरि चिम्टा चाहिँ एकदम तातो भएर कुखुराको टाउकै खस्यो साथीहरू, देख्न सक्नुहुन्छ हजुरले। कुखुराको टाउकै खस्यो। अनि म चाहिँ फेरि कोसिस गर्थेँ पोल्ने। अनि त्यसपछि चाहिँ हजुरबुवा चाहिँ त मासुको भाग भण्डारण गर्नुभएको थियो। अनि त्यस्तो गरिसकेपछि चाहिँ त्यो बचेको मासु चाहिँ त्यो कुखुरा र बाख्रा काटेको हुन्छ। सो त्यो चाहिँ बाख्राको भण्डारण गरिसक्नुभएको थियो, बार्नुभएको थियो। अनि कुखुरा चाहिँ कुखुराको दुईवटा तिनवटा थियो। अनि सो त्यसलाई चाहिँ टाठमा पोको पारेर धुवाँतर्फ लाग्नुभएको थियो। यता चाहिँ हाम्रो अङ्कल चाहिँ कुखुरा पोल्दै हुनुहुन्थ्यो, अनि एउटा कुखुरा चाहिँ फाल्दै हुनुहुन्छ। पछि छिटो पकाएर साथीहरू हामी सबैले एकदम हम्तास भोक लागेको थियो। सो त्यही भएर सबैजना खानातर्फ लाग्यौँ। सो मेरो आजको ब्लग यति हो साथीहरू। सबैजना टाटा बाई बाई, सी यू। लाइक, सेयर, कमेन्ट गरिदिनु होला।